नमस्कार, म डाक्टर सरोज पन्त हाल यस चितवन स्थित कलेज अफ मेडिकल साइन्समा एज अ कन्सल्टेन्ट न्युरोसर्जनको रूपमा कार्यरत छु। आज म तपाईँहरू सामु मैले रिसेन्टली अपरेट गरेको केसको बारेमा केही डिस्कस गर्न गइरहेको छु। उहाँ 47 इयर्स ओल्ड लेडी हुनुहुन्थ्यो जो विगत 1 वर्षदेखि निरन्तर टाउको दुखाइको कारणले हामी कहाँ आउनुभयो र त्यसको साथसाथै बीचबीचमा उहाँलाई उल्टी पनि हुने गर्थ्यो र हामीसँग आइसकेपछि हामीले उहाँको डिटेल हिस्ट्री लियौँ र डिटेल हिस्ट्रीको साथसाथै इन्भेस्टिगेसन्स पनि गऱ्यौँ र एमआरआई गर्दाखेरि उहाँको राइट साइडेड ब्रेन ट्युमर हामीले भेट्यौँ। त्यो मेडिकल भाषामा त्यसलाई राइट साइडेड टेम्पोरल कन्भेक्सिटी मेनिन्जियोमा भन्ने कुरा भेट्यौँ र परिवारको सरसल्लाह अनुसार हामीले अपरेसन गर्ने हामीले प्लान गऱ्यौँ। मेन कुरा ट्युमरको कन्सेप्टमा के हुन्छ भन्दाखेरि तपाईँको सिम्पसन्स ग्रेडिङ हुन्छ। सिम्पसन्स ग्रेडिङको हिसाबले तपाईँको मेनिन्जियोमा सर्जरी गर्दाखेरि नदोरिने चान्स र नबल्झिने चान्स एकदम न्यून हुन्छ र उहाँको हकमा हामीले त्यो ट्युमर सँगसँगै हामीले त्यो जुन चाहिँ रहेको झिल्ली जुन चाहिँलाई ड्युरा म्याटर भनिन्छ त्यो पनि हामीले सँगै निकालेर फालेको कारणले गर्दाखेरि उहाँको हकमा रिकरेन्सको रेट एकदम न्यून छ। त्यसको साथसाथै उहाँलाई चाहिँ 5th डेमा अपरेसन गरेको 5th डेमा हामीले विदाउट एनी फङ्सनल न्युरोलोजिकल डेफिसिट मतलब केही पनि कमजोरी हातखुट्टाको केही कमजोरी नभइकन उहाँलाई हामीले डिस्चार्ज गर्न सफल भयौँ। यस्ता ट्युमरका केसेसहरू हाम्रो चितवन स्थित पुरानो मेडिकल कलेजमा निरन्तर रूपमा भइरहेको अवगत गराउन चाहन्छु र यस्तो रिलेटेड कुनै समस्या परिआएमा तपाईँ हाम्रो यस चितवन स्थित पुरानो मेडिकल कलेजमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।